साथीहरू सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। साथीहरू यो चाहिँ मेरो सेकेन्ड ब्लग हो। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पहिलो ब्लगलाई चाहिँ सबैजनाले हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म चाहिँ हाल कुवेतमा छु साथीहरू। यो चाहिँ म काम गर्ने ठाउँ हो, तपाईँलाई म देखाउँछु, हेर्नु होला। यता चाहिँ यो चाहिँ काम गर्ने ठाउँ हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले चाहिँ कुवेतमा एकदम गर्मी छ है। अहिले चाहिँ साँझको लगभग 7 बज्न लागिसक्यो, त्यही भएर चाहिँ एकदम शीतल हावा छ, हावा आइरहेको, त्यसैले आनन्दले बाहिर चाहिँ म एकदम बसेर भिडियो बनाइरहेको छु। दिउँसोमा चाहिँ सकिँदैन है साथीहरू, एकदम गर्मी छ। अनि साथीहरू यहाँ चाहिँ खजुर पनि पाक्न लागिसकेको छ। खजुर चाहिँ त्यसरी हामीले चाहिँ ढाकेर राखिन्छ। खजुर हेर्न सक्नुहुन्छ, खजुर हजुरहरूले यसरी अब खजुर फलेको छ। यहाँ चाहिँ अब खजुर फल्ने मौसम पनि भइसक्यो, तपाईँहरूलाई नि थाहा नै छ होला। यहाँ चाहिँ घाम पनि गइसक्यो, अब चाहिँ शीतल हावा आइरहेको। साथीहरू सबैजनाले मेरो भिडियोलाई हेरेर साथ दिनु होला, एकदम सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र हजुरहरूको सपोर्टले फेरि म अर्को नयाँ भिडियो, अझै राम्रो राम्रो भिडियो बनाएर लिएर आउनेछु। थ्याङ्क यू।